सोली र डोली भएर कसा गुन गनबर तम्बा सोली र डोली भएर कसा गुन गनबर तम्बा डम्फुरे सोली र डोली भएर कसा गुन गनबर तम्बा डम्फुरे मागीमा बिहे भयो आजा छोरी त दियो आस्याङले मागीमा बिहे भयो आजा छोरी त दियो आस्याङले चाङ छ र माछालाई छेफुल्ला आस्याङ स्याङलाई फ्याफुल्ला हिमा साहित हेरेको लोखामा पानी मिलेको चिहीमा साहित हेरेको लोखामा पानी मिलेको तामाङ रिमठिम बुझाइ चाङ छर आज ल्याएको तामाङ रिमठिम बुझाइ चाङ छर आज ल्याएको माया त कहिले नि नघटोस् मनमुटु कहिले नि नफाटोस् माया त कहिले नि नघटोस् मनमुटु कहिले नि नफाटोस् डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा होस् 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 डम्फुरे तम्बाको आशिषले
Nam
नागिला लस्कर लसेनम मरला खाने रे धोखामा मुइला खाने रे धोखामा मरला मेन दो छरबाजिम मुइला मेन दो छरबाजिम तुलसे रे खिमदे रे तमराला मेन दो दिमदे रे नरबो जा बसेनम खामुला भोए मोला निमदे रे नाला नरबो जा से मारला खाने जल खाबा मारसो खाने जल सेनम मुइसो खाने जल सेनम आबा त टुके लगाबा आमा त टुके लगाबा मारला मेन दो थुगाबा दुइला मेन दो थुगाबा खाजो ताला खातोला याला सोगम्बा डेलमोला सर्वप्रथम टासीले फाबुल्ची हमलानन टासीले फाबुल सिगमरा मैले अब नेपालीमा बोलाउँ जस्तो लाग्यो मलाई किनभने हामी यो नेपाल बहुजाति बहुधार्मिक बहुसांस्कृतिक बहुभाषिक रहेको मुलुक हो हामीले बोल्दै गरेको भाषा हाम्रो स्थानीय लोकल भाषा अरू समुदायले टाढा टाढा गएका इष्टा मित्र दर्जा सरका आशा आनी मेमे मम सोलन दिदी बहिनी नाना आगा मा भोगोन्द अभिनन्दन स्वागत मुलक टसीले सिगुलुङला अनि अब हामीले यो दुई समुदाय बीचलाई एकै पटक गर्नुपर्ने भएको र भूगोलको औपचारिक कार्यक्रमहरूलाई सुरुवात गर्न गइरहेको छु र सर्वप्रथम चाहिँ म हाम्रो यता जन्डीको तर्फबाट त हामी दाजुभाइ छँदैछ सबैजना आफ्नो ठाउँमा बसिरहनु भएको छ र विशेष गरी म उता हाम्रो आश्रमहरू हाम्रो माइतीका यो पूजा पाठले पनि अगाडि बढाउन चाहे मैले तपाईँहरू सबैजना आफ्नो ठाउँमा आश्रम गर्नु होला बस्नु होला र बेहुला बेहुलीले अब यो बिहेको औपचारिक कार्यक्रम सुरुवात गर्ने निमित्त यो गीत प्रचलन गरी कार्यक्रम उद्घाटन जस्तो अगाडि गरिदिनु होला अनुरोध गर्न चाहे बेहुला बेहुली दुवैजना उठ्नु भयो यहाँ गीत प्रचलन गरिदिनु होला अनुरोध गर्न चाहे औपचारिक दिएको सुरुवात हुँदैछ उहाँहरूले गीत प्रचलन गर्दै हुनुहुन्छ
Chapalayalam Bhupalachim Bhupalayalam Sosenam Jubala Chamaya Kyutpalachim Kyutpala Chamaya Chusenam Gamre Salage Mubajim Pachara Sona Mubajim Keche Yase Torlesi Devre Yase Marlesi Sime Bhume Mubajim Devi Deurali Mubajim Seva Serge Malasenam Gyamla Bare Togthanaji Gyamre Sekare Mubajim Domla Jore Togthanaji Gyamre Swamay Mubajim Gyamre Sarva Mubajim Gyamla Dere Togthanaji Numla la la Jimari Nagela Dursa Bibami यो तरिकाहरू चाहिँ विभिन्न समुदायका विभिन्न परम्परा विभिन्न तौर तरिकाबाट बिहे गर्नु हुँदो रहेछ र हामीले पनि हामीले सम्झिँदाखेरि पनि अर्कै थियो र हामीले अलिकति बिहे चाहिँ कसरी गर्नुपर्छ त भन्ने कुराहरू अलिकति खोजनिरीहरू गऱ्यौँ हामी जातमा के हो भने तामाङ भन्ने धर्मकी मान्छेहरूले बुद्धिस्ट भन्ने बुद्धिस्ट परम्पराअनुसार भेषभूषा छैन छैन बुद्धिस्ट परम्पराअनुसार हाम्रो यो गर्ने तौर तरिकाहरू मिल्छ कि मिल्दैन भनेर अलिकति हामीलाई जिज्ञासा उठ्यो त्यसपछि हामीले अलिकति खोजनिरी सोधखोजहरू गऱ्यौँ र हामी तामाङ भाषाबाट भन्छ नि हामी अरूमा वैवैसँग फावा भनेर भन्नुहुन्छ हामी वैवैसँगबाट आउँदाखेरि अहिले हामीले लगाइरहेको भेषभूषा वैवैसँग छ कि छैन हामीले अहिले बोलिरहेको भाषाहरू वैवैसँग छ कि छैन नचलिरहेको छ हाम्रो ड्रेसअपहरू हामीले गरेको चालचलनहरू परिपाटीहरू चाहिँ वैवैसँग छ कि छैन भनेर हामीले अलिकति पछाडि फर्केर अलिकति हेर्न थाल्यौँ त्यसो गर्दाखेरि अलिकति हामीले अहिले चलनचल्तीमा आइरहेका हाम्रो समुदायमा रहेको कुराहरू बिहेहरू चाहिँ कता घटना केही न केही सुधार्नुपर्ने कुराहरू चाहिँ पाइयौँ लाग्यो भन्ने त्यस कारणले हाम्रो पहिलो वैवैसँगबाट हामी आउँदाखेरि ड्रेस कस्तो थियो भाषा कस्तो बोल्नुहुन्थ्यो बिहे कसरी गर्नुहुँदो रहेछ त्यो कुराहरू सबैहरू खोजनिरी गर्दाखेरि चाहिँ अलिकति हामीले त्यो अनुसारले त्यसलाई फलो गर्न थालेका छौँ र अलिकति हाम्रै लाग्छ सबै हाम्रो हामीले चाहिँ सम्झौँ भुम्बो र बिगुटीको बिहे गर्दाखेरि चाहिँ कसरी गर्नु भएको छ भन्नु पनि त्यसैले त्यो विधिले हामी अगाडि बढाउन गइरहेको छौँ अब हामीले गर्नुपर्ने त बेहुलो धर्म गएर बेहुलीलाई चित्त बुझाएर ल्याउनु पर्ने हो अहिले चाहिँ के हो भने मानव त्यसैले अब बेहुलो बेहुली बिच अब भेट भयो अब चाहिँ यही बेहुलीको तर्फबाट पनि बेहुलीको तर्फबाट दुइटैले हामीले मिलाएर मध्यमार्गी भूमिका निर्वाह गरेर बिहेले अलिकति सटक रूपमा सिद्ध्याउने प्रयास गरिरहेको छु किनभने समय छैन 3:30 भइसकेको छ त्यस कारणले म अब यो बेहुलीको घर पनि यही बेहुलो घर पनि यही सम्झिरहेको छ है अहिले चाहिँ हामीले अब बेहुलीले बेहुलालाई क्वेसन हुन्छ यहाँ तपाईँ आज किन आउनुभएको मलाई तपाईँले किन प्रस्ताव गर्नुभएको तपाईँ यसरी मलाई इच्छा परेर मन परेर यसरी प्रस्ताव गर्नुभएको छ मलाई लिनेको निमित्त मलाई तपाईँ यहाँसम्म कष्ट गर्नुभएको छ तपाईँलाई मेरो तर्फबाट स्वागत छ भनेर बुहारीले भन्ने शब्द छ यहाँ म बुहारीको शब्द बोलिदिन्छु है अहिले म बेहुलीको शब्द बोलिदिन्छु बेहुलो र बेहुली बिच संवाद हुने यहाँ शब्दहरू छ पाठहरू छ अनि म पहिला चाहिँ बेहुलीकोबाट बेहुलोले क्वेसन हुन्छ यहाँ चाहिँ तपाईँले के लिनुभएको छ तपाईँले मलाई इच्छा पाइदिनु भयो तपाईँलाई स्वागत छ मलाई यसरी मन पराएर तपाईँसँग मलाई यस्तो कष्ट गर्नुभएकोमा तपाईँलाई स्वागत छ तपाईँले मलाई माग्न तपाईँ योग्य हुनुहुन्छ भनेर बुहारीले भन्नुहुन्छ बेहुलीले भन्नुहुन्छ छिटो स्वागत छ भने मलाई एउटा खाना ल्याइदिनुपर्ने हुन्छ म अब धेरै भूमिका नघटाइकन
मेरो हृदयदेखि तपाईँलाई स्वागत छ भनेर बुहारीले भन्नुभयो। स्वागत छ भनेर तपाईँले बाबुलाई खाता लगाइदिनु पर्ने छ। ल स्वागत छ है, मैले खाता लगाइदिएँ, खाता लगाइदिनुहोस्। खाता लगाउनु अब बेहुलो पर्छ नि, बेहुलोले पनि ल मलाई स्वागत गर्नुभयो तपाईँले धन्यवाद भनेर फेरि बेहुलीले पनि खाता लगाइदिनुहोस्। ल अब अब फेरि पनि अहिले बेहुलीले नै सोध्नुहुन्छ तपाईँले मलाई मन पराएर यहाँसम्म आउनुभयो, तपाईँले मलाई चित्त बुझ्नुको निमित्त मलाई मन परेको चिजहरू के ल्याउनु भएको छ त? तपाईँ किन माग्न आउनुभयो? तपाईँले मलाई के दिएर लान सक्नुहुन्छ, के दिएर चित्त बुझाउन सक्नुहुन्छ भनेर फेरि बेहुलीको क्वेसन हुन्छ। अनि बेहुलीले अहिले बेहुलीले ल्याउनु भएको चिज जति चाहिँ बेहुलीले दिएर चित्त बुझाउनु हुन्छ। चित्त बुझाउनु भन्न हेरौँ है, चित्त बुझ्छ कि चित्त बुझ्नु होइन। अब बेहुलीले क्वेसन हुन्छ है, तपाईँले के ल्याउनु भएको छ मलाई चित्त बुझाएर लानुले तपाईँको के क्षमता छ, के गरेर मलाई लान सक्नुहुन्छ भनेर बेहुलीले सोध्ने क्वेसन छ। म फेरि वाचन गर्छु। बेहुलीले के ल्याउनु भएको छ, बेहुलीले चित्त बुझाउनु है त। तपाईँले के ल्याउनु भएको यो राजकुमारीलाई मैले यो चिजहरू चाहिँ ल्याएको छु भनेर तपाईँले बेहुलीलाई दिनुहोस्। र के ल्याउनु भएको छ, चित्त बुझ्नु ल्याउनु भएको चिज जति चाहिँ बेहुलीलाई दिनु लगाइदिनु के छ। लगाइदिनु के ल्याउनु भएको छ, लगाउनु मिली सबै लगाइदिनु। हस् ल, उहाँले बेहुलीले चित्त बुझाउँदै हुनुहुन्छ है। बेहुलीले चित्त बुझ्छ कि बुझ्दैन अब हेरौँ कस्तो बुझ्छ। बेहुलीले पनि केही छ भने गाना यो यहाँ बग्न भनेको यो हिरा मन्दिर के छ सबै कुरा ल्याउनु भएर दिनु भएर उहाँहरू सहमति भइसकेको छ। अब उहाँहरू बिच एउटै दुई रुट अब एक हुँदैछ। त्यस कारणले पहिला हाम्रो धर्मसँगै कुन्छोलाई गर्नलाई एउटा छोपो चढाएर त्यो अहिले जुठो आदान प्रदान गर्नुपर्ने चलन छ। त्यस कारणले उहाँहरू दुईजना मिलेर पहिला चाहिँ कुन्छोले चढाउनु त्यो चाहिँ धेरै समाउनु थियो। त्यसपछि हुनुपर्छ है त्यो हस् अब चाहिँ हामीले उहाँहरूले बुद्ध धर्मसँगै पूजा चढाएर छोपा चढाएर अब चाहिँ हामी उहाँहरूको ग्राम प्रसाद खान्छु। दुईजनाले छिटो आदर पनि भइसकेको छ। चित्त बुझाएर यहाँसम्म आइसक्नु भएको छ। अब चाहिँ हाम्रो एउटा हिन्दू परम्परा अनुसार हो भने चाहिँ सिन्दुर लाउने चलनको छ। हाम्रो चाहिँ यो बिहे गरेको केटी र बिहे नगरेको चाहिँ यो पङ्गेबाट छुट्टिन्छ। अब यो हाम्रो अब छोराले भतिजले बुहारीले पङ्गे लगाइसकेपछि अब बुहारी नानीहरू पाएको हुँदैछ है। फेरि अब चाहिँ पङ्गे लगाएपछि सिन्दुर हालेको जस्तै भयो चाहिँ अब पङ्गे लाउँदै उहाँहरू तयारी हुन्छ। ल यो बेलामा चाहिँ तपाईँहरूले अलिकति आली चाहिँ बजाइदिनु पर्ने हुन्छ।
ल अब चाहिँ गएर पालो भयो ल अब चाहिँ तपाईँहरू बुहारी छोरीले ज्वाइँ पनि भयो ज्वाइँले छोरी पनि भयो होइन बुहारी छोरा छोरी ज्वाइँ भइसक्यो अब तपाईँहरू दुईजना बिच अहिले हाम्रो यत्रो मासमा यहाँ अग्रज 90हरू अग्रज आसाम आदि सबै ताहा तब्काका सबै यहाँ हुनुभएका यत्रो मासमा भएको औपचारिक बिहे हो तपाईँहरू दुईजना बिच हात समातेर बाजा गर्नुपर्छ हम्जा गर्नुपर्ने छ अब यत्रो आफन्तहरू एकदमै आकाशभन्दा नि फराकिलो हिमभन्दा अग्लो माइतीहरूको अगाडि हामी यता गाउँघरका हामी आमा गुरु बुद्ध धर्म सङ्घ यत्रो सबै आफन्तहरू साथी सामु तपाईँहरूको बिहे भएको छ यो कुराहरू अब यो आज जस्तै खुसी उल्लास सबै रहन्छौँ भनेर अब हामी चाहिँ नेपालको प्रचलित कानुन धार्मिक कानुन सामाजिक कानुनलाई पालना गर्दै अबदेखि उपरान्त चाहिँ हाम्रो भविष्य उत्सव बनाउँछौँ हामीले गर्दाखेरि यो संसारको शिरमा पार्नको निमित्त आफन्तहरूको उत्सव बनाउनको निमित्त हामी चाहिँ सबै तत्पर रहनेछौँ उहाँहरूको शिर चाहिँ कहिले पनि झुक्न दिँदैन यो संसारको प्राणी हितको लागि हामी लाग्नेछौँ भन्ने एउटा बाजा गर्नुपर्छ तपाईँहरू दुईजनाले यसरी के चिज के भन्ने ल है अब चाहिँ उहाँहरू बेहुला है या तपाईँहरू यो सबैजनाले भोलि भइराख्ने भने नेपालको कानुन धार्मिक कानुन सामाजिक कानुन सबै कुराहरू कानुन पालना गर्दै अबदेखि उपरान्त हामी दुई मुटु एक भएर हामी संसारको प्राणीको हितको निमित्त हामी लाग्छौँ फेरि पनि हाम्रो कारणले गर्दाखेरि इष्टमित्रहरूलाई माइतीलाई तनाव दिने छैन हामी संसारको प्राणीको हितको निमित्त अहिले लाग्नेछौँ भन्ने प्रतिज्ञा गर्दै तपाईँहरू बाजा गर्दै हुनुहुन्छ कि यो कालिकाली होइन फेरि यो चाहिँ है ल म यो पनि पर्छ यहाँ हात फेरि उठाउनु अब दिनैको थाहा छ है अब दिनै एक भयो होइन Sonamba lemolala
सरजु फ्या सनोवाले सम्देशा नाला नरबो जाजासे गनबा तम्बा थोसेना मार्ला खाने रे दोखामा मैला खाने रे दोखामा उइरा मेन तो सम्झेनु 인라 본자가 일라면 노래는 인라 조 일라면 탕과 조 일라 이나 간도시 통과 일라 명 탕과 유리제 통과 탕과에 걸려 일라 디니 이네 일라 탕과 조시에 대시마미 일라 일라 루이세 대시 일라 탕과 조시에 대시미 탕과 유리세 일라 루이세 제디카이로 디마노 플라디카이로 야나니기 셈노디카이로 야나니기 세누베네베네 마다시 남사 짐사이 소시 다시 소로하이 어셈 비바누니 디니 야나니 수도마 박단나가 디냐나바이나 박단다 수단다 빈다보라 어디세 디니 얀세야네 나라 디니 가시가라 지기 보마 야상하냐 나라 짜미시 야나미 때라미 와이바기 봄바 야상어 와이바기 꾸두비 루니무니로 샤미 디니 얀세야야다 저희 경세는 타바구나 나라자미 디니 얀세 원래 바다니 제페지 와가 바다니 예빈마 시 빈지 니 빈지 솜 빈지 나소 참 찬웅의 방가 때는 야기라니 나라자미가 예 여기 나라자미가 때는 부르마제 해라바이다 라면 모토는 나마 초시 갔던지 나마는 못해서 갔던지 둘라세 놓다양가 딸라마디까지 방금 나마가 저저 갔던지 여가 라세는 놓라 초시는 놓라 방금이나 이니한테 나라자미 한도에 털어먹어 따지 따라로 방지만 마세 나라자미다 하이중지청 사디 용지면 무용지면 간주지청 어제 나라 많으니까 이제 털어먹어 간도 다이다이가 따지면 나라자미세는 야이 중지 다무지 강이 중지 다무기 바차듯이 태다 바차듯이 태다 알감다시 손도가 우지간테 이나가 막노 에이 두까이 이나왔다 아바마 가시 와서 자긴 점제 가시 저때는 이나도 강만 갖고 따라지 말라 비시 땅도 바이 어셈 디닝한테 예 쫄바야라 와이라 바자니 이나 상마조시 회심함이 빈가 뭘 야갈기 롱보다는 다다지 널 이날감기 놀보다는 다다지 주의주나 간다 간중 땅과 가이데 정마 간다 정마는 다다지 라마로벤 젠도 다다지 구루랭 무제자 빠는 다다지 에주 가트만디기 라라 모세는 다다지 나라 남사기 불카세는 다다지 우조 나라 남자 주율기 내다 십다세는 다다지 또 파스타티나 परमेश्वर भगवान थाहा हेरिदिने यमसो याला तोरमा थाहा गई वर्तो थाहा गई याना संथाम लाग्दा गई है तिनी अन्त ये सी फुलजी नि फुलजी सोम फुलजी ओ हम राहुला लासो लासो नाला नरबो जाजासे दुईला मेन द चलबारिम दिनछना बा चलबारिम दिनछना मा चलबारिम खोपम युलो दे दोसेनम ठिमी युलो से पासेनम याली बुम्बा बामोला युली बुम्बा बामोला आपत टोके लाबारी आमत टोके लाबारी युल्ला 차리면 가모라 야라서 남바 랭모라라 Cheba
Samri Shada Lengmoni Marla Menado Jajami Muila Menado Jajami Marakani Re Kaitanabam Muikani Re Kaitanabam Marla Tala Jase Kaitanabam Muila Tala Jase Kaitanabam Sano Wale Kanvasam Nyano Wale Tambasam Dampula lenga mo nyanmami Dampu jajala lenga mo mi Yeya chari byono diksenam Ngaya chari byono diksenam Those khani ri phepsenam Phaila kunuja barsenam Marla talaja thongobim Muila talaja thongobim Rangnela boye mo jajami Marla tala jase kaitanabam Phaila kunu jase hobthangala Yala sungamba lengmola la Charaba dremenado yulre charaba marmenado nala narabo jajase marla menado khapari muhimi ahala kalbari dinchana aba ama jalbari abada du chena labari amada du chena labari ganri deba jibaji Nakle deba kingbaji Hati deba rabaji Norbuda dense bamula Muhim ahal kalbari Ashan angi jalbari Mutur bala kingbaji Samdila dadi shumbari Nakle deba kingbaji Anita gyab gyab sumbari Thala thala je chungala tam Gomba tola matugo Bomo sala masago Yala sungamba lengmola hai